गुड मर्निङ एभ्रिवान। मेरो न्यू डे न्यू भिडियोमा तपाईँहरूलाई फेरि स्वागत छ। म चाहिँ आज तपाईँहरूलाई हाम्रो घरको मकै बारी देखाउन आँटेको नि त हो। अन्त यहाँ हेर्नुहोस् ल, यी साथीहरू दामी घोका लागिरहेको छ हो। अब 1 महिना बाद चाहिँ रेडी हुन्छ मकै। तर बाँदर आएन भने चाहिँ सबै बाँदरलाई नै हुन्छ। यी रेडी भइसकेको छ हो। बारीमा चाहिँ अहिले मकै मात्रै छ ड्याम्मै हो। यी हेर्नुहोस् त कस्तो मकै ड्याम्मै भएको छ। यो चाहिँ आमाले रोप्नु भएको। यहाँदेखि उता चाहिँ आगोको बारी आबेनीको छ हो। अन्त म चाहिँ दोकान जाँदैछु साथीहरू, म चाहिँ दोकान जाँदैछु। त्यही भएर चाहिँ मैले बाटोमै भिडियो स्टार्ट गरेको नि त हो। किनभने नानी पछ्याउँछ नि त मसँग, त्यही भएर चाहिँ मैले बाटोमै भिडियो स्टार्ट गरेको। तपाईँलाई देखाउनु मन लाग्यो नि त, त्यही भएर अन्त म चाहिँ जाँदैछु हो। साथीहरू हाम्रो बाटोहरू चाहिँ यस्तो छ यी हो। हाम्रो नानाले चाहिँ नि, नेपालको नानाले चाहिँ भनेको थियो होइन। अन्त के भन्छ, घरदेखि कति टाढो छ दोकान भन्दै थियो हो। अन्त म नानाहरूको लागि नै देखाइदिन्छु। मेरो माइत घरले देखेको छैन अरे नि त बाटोहरू कतिजनाले हो। यस्तो छ के गर्नु, अब अहिले चाहिँ कच्चा रोडै छ हो। अन्त अब बादमा बनाउँछ होला नि त, त्यतिखेर नयाँ रोड आउँछ। अन्त यो चाहिँ नानाहरूको लागि, दादाहरूको लागि नि त, कसले पनि देखेको छैन। त्यही भएर चाहिँ मेरो माइत गाउँको लागि देखाइदिएको। अब दोकान आइपुग्नु लाग्यो, 5 मिनट पनि लाग्दैन होला हो आइपुग्नु। यहाँबाट देख्दैछ पनि दोकान हो। अन्त म तपाईँहरूलाई दोकानमा गएर भेट्छु नि त ल। यी बाटो चाहिँ यस्तो छ। अहिले चाहिँ सफा आयो फेरि हो। दोकानको छाना देखिरहेको छैन, यहीँ हो। अमिका नानाले चाहिँ कति टाढो भनेर भन्नुहुँदै थियो होइन। यहाँ चाहिँ पनम दादा मसँग गएको अरे साथी। आमा झनै लड्यो भिडियोको चक्कर झनै लड्यो। आइपुग्यो साथीहरू मेरो दोकान हो। यी देख्यो। अब नानाले चाहिँ भन्दै थियो नि त मलाई, जङ्गलको बिचमा रहेछ दोकान। किनभने उता डुवर्स साइडमा चाहिँ जङ्गलहरू हुँदैन नि त बिचमा, त्यही भएर चाहिँ नानाले भन्दै थियो नि त दोकानको छेउमा छ जङ्गल, डर लाग्दैन भन्दै थियो होइन। अन्त के को डर होइन भन्दा साथीहरू, यहीँ त हो। यी यहाँ नेचर यस्तो दामी छ, कस्तो दामी छ। यस्तो जग्गामा नबसेर हो। यो चाहिँ जग्गा चाहिँ कस्तो दामी छ नि त, अब पिसफुल हो। अन्त शान्ति कस्तो अब हुन्छ नि, अब एउटा मलाई यहीँ नै दोकानमा नै एकदम दामी लाग्छ हो। अन्त यहाँको हाम्रो देउरालीको भ्यू देखाउँछु तपाईँहरूलाई फेरि। देउराली नाइ देउरालीको भिडियो नगरी भए त होइन साथीहरू। यहाँ अभिज्ञानले स्कुटी लिएर आएको छ। यी मेरो दुइटा दोस्त, आज नयाँ आएछ अर्को दोस्त। यहाँ अनन्या छ, ऊ नदेखाउनु भनिरहेको छ। के साह्रो लाज लागेको। आजको भ्यू चाहिँ यस्तो छ साथीहरू। आज पनि घाम दामी लागिरहेको छ हो। यिनीहरू चाहिँ अब आसँगले दौरा लिएर आएको अरे। ए ल ल हुन्छ। आज चाहिँ कमनको ड्युटी पनि यहीँ रहेछ हो। जुन चाहिँ ल्याङ्गी बोलेको सुनिरहेको छौ अहिले। आजको भिडियो चाहिँ यति नै गाइस। नेक्स्ट भिडियोमा भेटौँ ल, बाई बाई।